तपाईँहरूलाई एक झलक झ्याक्क देखाइदिन्छु। त्यसपछि फुस्रे चोक अनि त्यसपछि 0 पोइन्ट अनि त्यसपछि स्टप गर्छु। बाटो बनिँदो रहेछ, ट्रेन बनिरहेछ, बिस्तारै बनिन्छ होला सायद। बनिन्छ नि अब। ट्रेन बनाउँदा चाहिँ अलिक ध्यान दिनुपर्छ है, नत्र स्पिड पानीले चाहिँ ट्रेन पनि भित्काइदिन्छ मुनि मुनि कति उयो गरेर। ट्रेन छोडेर अर्कोतिर पानी हाल्छ अनि यहाँदेखि चाहिँ फेरि पाइप बाटो बनिँदैछ, यो बाटो बनिँदैछ। ऐसेलु पाकेछ। ऐसेलु हो? ऐसेलु पाक्यो? ऐसेलु टिप्दैछन् यहाँ, मिठो ऐसेलु। काँडाले फेरि हुन्छ है। ऐसेलु अरू कता कता छन् ऐसेलु? ऐसेलुको बोर्ड पनि देखिहाल्नुभयो। हामीसँग हिँड्नुभयो भने तपाईँले के देख्नुहुन्छ हुन्छ। अब हाम्रो गोले भाइले भन्छ यतानिर बोट बिरुवाको विषयमा। लु भनिदिनुहोस् हजुर। मलाई पनि खासै चाहिँ ज्ञान भएन, तर राम्रो छ। अहिले सबै बुढो पातहरू झरेर नयाँ पातहरू पलाउँदैछ। हरियो उज्यालो आनन्द। यहाँ चाहिँ धारा रहेछ। यो ठाउँमा खोलाले कति बिगार गर्थ्यो, अहिले कङ्क्रिट भएको रहेछ। पानी अहिले मेरो बाइकको स्पिड भनेको 20 को छ, 20 किलोमिटर पर आवर। किनभने धेरै स्पिड कुदाउनु पनि हुँदैन, यो बाटो त्यस्तै खालको छ। त्यसैले आस्ते आस्ते गर्दै हिँड्दै आउँदैछ हामी। अनि यसरी तार घेरा बानिएको थियो। यो चाहिँ पानी रिजर्भ एरिया भएकोले गर्दाखेरि 4 महिना नपरेको चाहिँ यहाँ चाहिँ तारको काँडा सहितको जाली सुरक्षा गर्नुभएको रहेछ। पहिले खुल्ला थियो, मान्छेहरू आउँथ्यो, फोहोर गर्ने गर्थ्यो। अहिले मेयरहरूको सम्बन्ध आएपछि चाहिँ बोट बिरुवाहरू पनि रोपेका रहेछन्, सबै संरक्षण गराएर रहेछ। पानीको मुहान क्षेत्र हो क्या यो चाहिँ। यिनीहरूको कतिसम्मको पावर रहेछ भन्ने पनि बुझिन्छ। जो राम्रो एउटा गर्ने मान्छे भयो भने चाहिँ।
त अब मेयरलाई कसैले मन पराउँछन् कसैले मन पराउँदैनन् त्यो आफ्नो ठाउँमा छ कति कुरो मेयरले पनि कति सुधार्नु पर्ने होला प्रायः सबैले भन्छन् गोली चाहिँ सुधार्नुपर्छ भन्छन् हेर्नुहोस् अब यहाँ बिपी पार्क यसको रमझम वैशाख 1 गते रमझम हेर्नुहोस् वैशाख 1 गते कति भिड छ हेर्नुहोस् देखाइदेऊ पछाडि भित्र ओसो पार्क क्या हो ओसो पार्क देखाइदिनु ध्यान केन्द्र त्यो चाहिँ ध्यान केन्द्र अनि अब यहाँ एसटिएस रक गार्डनभित्र छ यतातिर नि भित्र सबै भिड मान्छे जाने बनाऊ भिडियो डिस्टर्ब भयो नि त वरिपरि बाटो मान्छेहरूको छलफल कति छ हेर्नुहोस् भिडियो बनाउनु हुँदैछ नि यो घुम्नु चाहिँ आउने हो तर फोहोरहरू चाहिँ गरेको छैन यो फोहोर यो चाहिँ अलिक प्लास्टिक भएन यो सभ्यता एक्सट्रिमको फुल मिनरल वाटरको बट्टा नेपाली विकास हुनु चाहिँ अब भएको अलिक ठाउँमा सभ्य चाहिँ हुनुपर्छ क्या अलिक सभ्य नागरिक भएर चाहिँ बस्नुपर्ने हुन्छ फोहोरहरू गरेर चाहिँ भएन नि त होइन सभ्य नागरिकको चाहिँ पहिचान हुनु पऱ्यो नि त अब एकजना आउँछन् दुईजना आउँछन् अर्कोले फोहोर गर्छ फेरि अर्कोले गर्छन् अर्कोले गर्दा होइन लास्टमा बाँकी रहने फोहोर मात्र चक्लेटको फोहोर खायो अरे फोहोरमा देखाइदिनु प्रत्यक्ष अलिकति भएन नि त अलिक सभ्य हुनु पऱ्यो मानिसहरू है तपाईँ हामी सबै सभ्य हुनु पऱ्यो फोहोर नगरौँ हामीले फोहोर नगरौँ होइन फोहोर गर्नुहुन्न अब हामी कुस्ते उकालो चढ्दैछौँ है यो अब पुग्न आँटेछौँ है अब आज मेला त लागेको होइन तर वैशाख 1 गते भएको है उहाँ हेर्नुहोस् ब्लगरहरू उहाँहरू पनि बनाउनु हजुरले नछुटाउनु होला तपाईँको मुहार कैद हुनु पऱ्यो प्रत्यक्ष सबैजना घुम्थ्यो आहा कति रमाइलो आहा ल घुमेर आउनुहोस् ल यस्तोमा चाहिँ आफन्तहरू पनि भेटिन्छ क्यामेरा त्यसै हाल्ने हो क्यामेराम्यान फोकस गरौ नानी चाहिँ हामी चाहिँ माथि सिनेडाँडाबाट यो बाटो हुँदै फर्केका हो उताबाट आउने आज चाहिँ भिड भएकोले गर्दा बाइकहरू सबै उतै पार्क गर्नु लागेको छ गाडीहरू सबै हामी चाहिँ यतानिर वरिष्ठ मान्छे हो भनेर भन्नु मिलेन हामी चाहिँ बाटो अर्कै आयौँ त्यो भएकोले गर्दाखेरि यहाँ हेर्नुहोस् पुरानो बजार है फेरि यहाँ चाहिँ पहिला नै यहाँनिर ढाका नुनहरू ओर्नेहरू गर्ने ओर्नेहरू आउने भनेर त्यो गर्थ्यो
आज चाहिँ रिपब्लिकमा जाउँ के हो होइन विद्यालय अहिले भिराम भेड भएकोले गर्दाखेरि आजको दिन चाहिँ 1 मे रहेछ। पहिले हुन्थ्यो त यस्तो भिड हुँदैन थियो नि त। त्यो जस्तो भए पनि हर्क साम्बाङलाई चाहिँ धन्यवाद चाहिँ दिनैपर्छ है, किन उहाँको नेतृत्वमा बनिएको एसडिएस रक गार्डनमा भिडभाड मान्छेहरू रस्ता घरमै गर्दा नि हुन्छ। यहाँ टेम्पोको उसमा बार्गेनिङ भएको रहेछ। त्यस्तै बेला हो समय खाने, कसैले 200 कसैले 300 होइन लाने भनेको। हाम्रो धरानाथा गोदास चाहिँ दाजु नमस्कार। ए हजुर ह्याप्पी न्यु इयर दाइ। हाम्रो वडा नम्बर 18 को वडाध्यक्ष हुनुहुन्छ प्रवीण राई। उहाँ अनेस्टली भन्नु पर्यो भने मान्छे एकदम राम्रो हुनुहुन्छ है, राम्रो छवि भएको व्यक्ति हुनुहुन्छ। उहाँले 2 पटक वडाध्यक्ष खानुभएको हो। डाँडाको यो चाहिँ टावर, यता चाहिँ डाँडा। अघि चाहिँ हामी यहीँनिर थियौँ, अहिले चाहिँ हामी यहाँ आइपुग्यौँ। आजको भिडियो हाम्रो यति है। 2082 साल वैशाख 1 गतेको तपाईँहरूलाई भिडियो पस्यौँ है। अनि यस च्यानलमा रहेका विगतका भिडियोहरू पनि हेरिदिनु होला, सब्सक्राइब पनि गरिदिनु होला, माया गर्नु, लाइक सेयर अनि सब्सक्राइब राम्रो लागेमा गरिदिनु होला। हस् त, बाई बाई। राम्रो हो।